गुड मर्निङ, नमस्ते सबैजनालाई है। म अहिले हाम्रो 8 जना साथीसँग सहित यहाँ नर्थ अन्नपूर्ण बेस क्याम्पको ट्रेकमा यहाँ आइपुगेको छु र साथीहरू वहीँ क्याम्पमा हुनुहुन्छ। उहाँहरू अलिकति नसकेर उहाँहरू चाहिँ आउनु भएन। म चाहिँ क्याम्पले छोडेर अलिक माथि नै यहाँको यो सनराइज भ्यू हेर्नको लागि आइपुगेको छु र साथै यहाँसम्म ल्याइदिनु हुने हाम्रो यो एभरेस्ट नेपाल ट्रेक्स एन्ड टुर्सलाई धेरै धेरै विशेष गरी धन्यवाद दिन चाहन्छु। उहाँ चाहिँ तपाईँ चाहिँ कृष्ण गौतम सर हुनुहुन्छ। उहाँले चाहिँ हामीलाई एकदमै राम्रो तरिकाले एकदमै सही सलामत तरिकाले यहाँसम्म ल्याइदिनु भयो र साथै यहाँहरू जो कोही पनि यो नर्थ अन्नपूर्ण बेस क्याम्पको लागि ट्रेकिङको विचारमा हुनुहुन्छ भने उहाँले सम्झिन सक्नुहुन्छ। यहाँ सम्पूर्ण डिटेलहरू यहीँ दिएको छ। उहाँले एकदमै सही तरिकाले एकदमै सेफ तरिकाले यहाँसम्म तपाईँहरूलाई ल्याउनु हुनेछ र यो चाहिँ अलिकति बाटो चाहिँ एकदम राम्रो, अलिकति सरल, कुनै ठाउँमा गाह्रो त छैन, सजिलो पनि छ, तर अलिकति के भन्छ यसलाई लजिङ फुडिङको अलिकति व्यवस्थित छैन। उहाँले एकदमै राम्रोसँग व्यवस्थित गरिदिनुहुन्छ। त जो कोही आउनु चाहनुहुन्छ भने उहाँलाई सम्पर्क गर्नुहोस्।